हाई गाइज वेलकम ब्याक टु माई च्यानल दर्शन नमस्ते यहाँहरू सबैलाई मेरो च्यानलमा चाहिँ स्वागत छ। आज म के गर्न जाँदैछु त मलाई थाहा छैन म के गर्न जाँदैछु तर होइन म खासमा ब्याङ्क जान्छु ब्याङ्कबाट म अनि जान्छु मेरो 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 साथीलाई ब्युटी पार्लर लिएर त मेरो साथीको उता हेर्दै गर्नु होला है त। यति भइसक्यो नि त्यसलाई मैले ब्युटी पार्लर लिएर जान्छु भनेर यति भइसक्यो तर म भ्याएकै थिइनँ तर फाइनल्ली आज मैले भ्याएँ र म जान्छु त्यसलाई म राम्ररी चिटिक्क बनाएर लिएर आउँछु है त हेर्दै गर्नु होला। र गाइस मेरो चाहिँ यहाँ ब्याङ्कको काम सक्यो अब म यहाँबाट जान्छु यहाँबाट म डाइरेक्ट जान्छु ब्युटी पार्लर र अब मेरो साथीलाई म ब्युटी पार्लर लिएर जान्छु र ब्युटी पार्लरमा भेट्नुपर्ने हुन्छ है त हेर्दै गर्नु होला। सी यू देयर। पोजिसनको जाम लास्टै जाम छ यहाँ त्यो पोजिसनमा जाम नभएको कहिले पनि दिनै हुँदैन। म पुग्नुपर्ने छ सेतोपुर र म अहिले भर्खरै छु कोटेश्वर कतिखेर पुग्छु म थाहा छैन। सेतोपुर जाम छ लास्टै जाम लास्टै जाम कि कहिले पनि जाम है कोटेश्वरमा चाहिँ यार। फाइनल्ली म मेरो साथीलाई लिएर ब्युटी पार्लर आइसकेको छु र मेरो साथीको ब्युटी पार्लर चाहिँ यो रहेको छ। आज म मेरो साथीलाई चिटिक्कै पारेर लाने हो के हो हेरौँ आज मेरो साथी कस्तो हुन्छ। यसरी चुनाव लागिरहेको छ है काठमाडौँमा चाहिँ सिधा आफ्नो विवेक पुर्याएर त्यसपछि भोट दिनुपर्ने हुन्छ सबैजनाले। यस्तो छ माहौल काठमाडौँको आजभोलि। र मेरो साथी चाहिँ अब यहाँ रेडी हुँदैछ मतलब राम्रो हुँदैछ है एकदमै पारामा ल्याएर चाहिँ यसलाई चिटिक्क पार्नुपर्ने छ। यसको पुरै पात पुर्जादेखि लिएर एक सेट गरेर यसलाई पुरै फेसियल हान्नुपर्ने छ है त। ल मेरो साथी चाहिँ टक लाएर यस्तो राम्रो बनाएर ल्याइसकेँ। यसलाई ब्युटी पार्लर लगेपछि त जो पनि राम्रो नि टक राम्ररी बनाएर ल्याएँ मेरो साथीलाई। गुड यस्तो राम्रो भएर बस्नु जहिले पनि ल। यस्तो हुन्छ है पढ्न गएको मान्छे निधार आइपुग्छ। सेम पढ्न गएको मान्छे निधार आइपुग्ने हो। हाँसेको हेर न फेरि क्युटे काहीँ नभएर हाँस्छ। यहाँ हेलो भन्दै ल हेलो भन्दै यस्तो गर हाई भन्। फाइनल्ली म चाहिँ घर पनि आइसकेँ र मैले मेरो साथीलाई राम्रै पनि बनाएर ल्याइसकेको छु। मेरो साथी चाहिँ यहाँ आएर उसको गद्दीमा बसिसकेको छ है आनन्दले उसको गद्दीमा आरामले बसिसकेको छ। म घर आएर पनि मैले खाजा खाएँ। अब मैले खाजा त खाएँ हेर्नुहोस् मैले खाजा मात्रै खाएर भएन नि त होइन। म अब के खान जान्छु चिया खान जान्छु ल सँगै जाऊँ अनि सँगै खाऊँ है त। यसरी आउँछन् कोही कोही मेरो पछि कोही यसरी आउँछन् अब यहाँ हेर है। हेलो एरी के छ आज काठमाडौँको वेदर चाहिँ एकदमै चिसो छ। पानी पर्ला जस्तो भइरहेको छ भन्दा पनि यहाँ छिटिरहेको छ हल्का फुल्का है। यस्तो भएको छ नि यस्तो भएको छ कि काठमाडौँको वेदर चाहिँ लास्टै चिसो भएको छ। आज घामै लागेन। हिँड्न सक्नुहुन्छ है लास्टै जाडो छ काठमाडौँको वेदरमा। आज लास्टै जाडो छ चिसो उस्तै बढिरहेछ आज। म आउने माथि चिया खान तर के भयो भन्दाखेरिमा म आएको माथि चिया खान होइन चिया खान आएँ तर हाम्रो सीता दिदीले चिया पकाउनु अहिले कति बज्यो 4 बज्यो कति बज्यो 5 बज्यो 5:30 बजे चिया कसले खान्छ। भात पाकिसकिरहेछ हाम्रो घरमा। त्यहाँ म देखाउँछु हेर्नु होला। यहाँ खाना यहाँ पाकिसक्यो राइस कुकरमा। यहाँ तरकारी पाक्दैछ पुरै रूपमा यहाँ तरकारी पाक्दैछ तर मैले के गर्न छोडिनँ मैले यहाँ चिया पकाउन छोडेको छु। यहाँ चिया पकाइराखेको छु यहाँ चिया पाक्दैछ। Congratulations, great, successful person. Thank you, sir. Good. एटिएममा पानी परिराखेको लास्टै छ छिटी मान्छे ल हेर्नुहोस् यहाँ एकदम जाडो बढेको छ। परपर मासु भुटेर खाने तर पर्पर मासु भुटेर खाने अरे यहाँ पुरै यहाँ पाक्दैछ। ब्ल्याक टी पाक्दैछ
बाहिरको वेदर हेर्नुहुन्छ भने यस्तो छ आमामामामा लास्टै चिसो 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 छ को बसेको छ हाम्रो भाइ बसेको छ ओए भाइ ई भाइ भन्ने चिया पनि पाएको अब हामी खानुपर्ने हुन्छ चिया जाडोमा अच्छा मजा आयो पानी पर्यो पानी 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 छिटाउनु थाल्यो पानी छिटाउनु थाल्यो यो पानी छिटाउनु थाल्यो भाइ पनि खेल्दैछ यहाँ भाइ खेल्दैछ आइज ल आइज आइज यहाँ आइज यहाँ आइज यहाँ आइज न ल्याउ यहाँ ल्याउ ल्याउ ल म तान्छु तिमी खेल म तान्छु तिमी खेल न ल ल ए हे ल आजलाई यति नै अहिलेसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि फेरि हामी भेट्नेछौँ अर्को भ्लगमा हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज एउटा सब्सक्राइब चाहिँ गरिदिनु है प्लिज एउटा सब्सक्राइब क्या एउटा मात्रै सब्सक्राइब गरिदिनु है प्लिज